हेलो गाइज नमस्ते अ भेरी गुड आफ्टरनुन टु अल हजुरहरू सबैजनालाई फेरि पनि मेरो युट्युब च्यानल आशिकाज भ्लगमा वेलकम छ है। अनि आजको मेरो एज यु अल क्यान सी म फेरि पनि किचनमै छु है। सो आइ एम गोइङ टु मेक समथिङ। अनि यो चाहिँ मैले भाइको लागि बनाइदिएको। यहाँ हाम्रो पल्टनको एकजना भाइले मलाई रिक्वेस्ट गरेको थियो है। अनि बनाइदिनु गइरहेको छु है इन माई स्टाइल एज आई अलवेज सेज। सो म के बनाउँछु तपाईँहरूलाई म देखाउँछु होइन, तपाईँहरूले थाहा पाउनुहुन्छ है। सो हेयर आई गो। हेर्नुहोस् होला साथीहरू है, यहाँ छ सोयाबिन, यहाँ छ बदम, यहाँ छ रातो खुर्सानी, अलिकति गार्लिक, अन्त यो हो जिरा। अनि यसमा अझै अरू इन्ग्रिडियन्ट्सहरू पनि आउँछ है, त्यो त अब मसलाहरू होइन, म तपाईँलाई बनाउँदाखेरि देखाउने छु। एन्ड आई गेस गाइज बाई द टाइम तपाईँले थाहा पाउनु भइसक्यो होला म के बनाउन गइरहेको छु भनेर है। अन्त यो चाहिँ हो इन अ सिम्पल वे, म सिम्पल वेमै बनाउँछु होइन। लेट्स गो एन्ड मेक। म तपाईँलाई टाइम अपडेट गर्नेछु। एन्ड डोन्ट फर्गेट, डोन्ट स्किप नगरिदिनु होला है, फुल भिडियो हेरिदिनुहोस् होला। एन्ड इट्स गोइङ टु बी अ मिनी भ्लग। सो गाइज स्टे विथ मी। साथीहरू यहाँ चाहिँ पानी बोइल हुँदैछ। मैले चाहिँ यसलाई कम्ती बसालेको छु ताकि म यसलाई चिसो पानी फिटेर मनतातो बनाउने छु। यो अब सोयाबिन हाल्न गइरहेको छु हो। यसलाई म एकछिन यतिकै छोडेर है अलिकति यसलाई पानीमा सोक हुन दिन्छु। त्यसपछि हामीहरू अर्को, म फर्स्ट यसलाई हल्का रोस्ट गर्छु है। बदाम पनि हल्का रोस्ट गर्छु। हेर्नुहोस् होला यतिको भइसकेको छ है, रोस्ट हुँदैछ। मैले चाहिँ बदामलाई रोस्ट गर्दैछु हल्का। नाउ इट्स टाइम फर खोर्सानी, तिखो तिखो पिरो पिरो खोर्सानी। तपाईँहरूले यसलाई ड्राई पनि भुट्न सक्नुहुन्छ है, तर मैले चाहिँ त्यही कराईमा अलिकति मात्रामा तेल उब्रेको थियो है, सो मैले त्यसमै हालेको छु। साथीहरू अहिले चाहिँ न्युटेला भइसकेको छ है। अब म यसलाई पानी निचारेर चाहिँ यसलाई म हाफ उयसमा काट्ने छु है। सबै रेडी भइसकेको छ। यहाँ बदाम, यहाँ खोर्सानी, यहाँ तिल र लसुन रेडी भइसकेको छ। अब म तपाईँलाई यो सबै गरिसकेर देखाउँछु। ओके, अहिले मैले न्युटेला काटिसकेर रेडी बनाइसकेको छु। अब म यसलाई फ्राई गर्न गइरहेको छु। तेल तातिँदैछ है।
हेर्नुहोस् होला अहिले मैले यसलाई फ्राई गर्दैछु है। तपाईँले एकदमै यसलाई सानो फ्लेममा फ्राई गर्नुपर्छ अनि टाइम टाइम यसरी चलाउनु पनि पर्छ किनभने डढ्ने डर हुन्छ होइन, किनभने डढ्यो भने त फेरि अचार तितो भइहाल्छ। अनि यसरी टाइम टाइममा चलाउँदै गर्नुपर्छ। हेर्नुहोस् होला मजाले फ्राई हुँदैछ अहिले यो। अदुवा र लसुनलाई पनि हल्का फ्राई गरेर है अब म न्युटेलाको अचार बनाउन गइरहेको छु। अनि मैले त्यसमा फ्राई गरेको यो अदरक र लसुन हालिदिएँ पहिला। त्यसपछि म बदाम हालिसकेँ अनि अघि पिनेको सुक्खा खोर्सानी पनि त्यसमाथि हालिदिएँ। त्यस पछाडि लगातार तिल पनि हालिदिएँ, भुटेको तिल है यो। अनि तपाईँलाई कतिको मनपर्छ है आफ्नो हिसाबले हाल्नु होला। अनि अघि त्यो फ्राई गरेको तेल पनि हालिदिएँ। सो रेडी। अनि नबिर्सिनु होला नुन हाल्नुको लागि चाहिँ है आफ्नो टेस्टको कतिको लाग्छ तपाईँलाई नुन त्यो हालिदिनुहोस् होला। सो यति नै हो मेरो आजको मिनी भ्लगमा चाहिँ। हजुरहरूले प्लिज मलाई सपोर्ट गरिदिनुहोस् होला। डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब माई च्यानल। फेरि पनि म अर्को भिडियो लिएर चाँडै नै आउने छु। थ्याङ्क यू फर वाचिङ साथीहरू। लट्स अफ लभ, बाई।